अकारण कारण करुणा बरुणालय भक्तवान सकल्पतरु सर्व सौभाग्यनिधि भगवान वासुदेव परब्रह्म परमात्मा प्रभु को वाङ्मय प्रतिमूर्ति ज्ञान गंगा श्रीमद् भागवत वाचन को आज चौथो दिवसीय अनुष्ठान को अहिले दिवाकालीन प्रवचन पाँचौं दिवसीय अनुष्ठान को अहिले दिवाकालीन प्रवचन शुभारम्भ भइरहेकै छ। समस्त पोखरावासी समादरणीय भक्त सज्जन यो ज्ञान गंगामा डुबुल्की मार्नका लागि यहाँहरु आनन्दले रहनु होला। जिज्ञासा लाग्यो भने केही कुरा सोध्नु होला। यति अनुरोध गर्दै अब हामी श्रीमद् भागवतको वाचनको शुभारम्भ गर्नेछौँ। सबैजना आनन्दले बसु सदा चाहिँ भगवान नाम संकीर्तनबाट भगवानको नामबाट श्रीरामको नामबाट हामी शुभारम्भ गर्नेछौँ। जय बोलो भक्तवत्सल भगवानको जय हो। हरि राम कहिले न भुलौं कहिले न भुलौं हातमा काम मुखमा राम कहिले न भुलौं कहिले न भुलौं कहिले न भुलौं हातमा काम मुखमा राम कहिले न भुलौं कहिले न भुलौं कहिले न भुलौं हातमा काम मुखमा राम कहिले न भुलौं। पोखरावासीको ताली दुई हात उचाले उचाल्छ। सबैले गाउँ सबै नाचौँ। कहिले न भुलौं कहिले न भुलौं कहिले न भुलौं कहिले न भुलौं हातमा काम मुखमा राम कहिले न भुलौं हातमा काम मुखमा राम कहिले न भुलौं कहिले न भुलौं कहिले न भुलौं हातमा काम मुखमा राम कहिले न भुलौं कहिले न भुलौं कहिले न भुलौं हातमा काम मुखमा राम कहिले न भुलौं हरि हरि हातमा काम मुखमा राम कहिले न भुलौं हरि हातमा काम मुखमा राम कहिले न भुलौं। जय बोलो भागवत भगवानको। हरि राम श्री कृष्ण गोविंद हरि मुरारे नाथ नारायण वासुदेव श्री कृष्ण गोविंद हरे मुरारे नाथ नारायण वासुदेव वासुदेवं भज वासुदेवं भज वासुदेवं भज वासुदेवं भज भज वासुदेवं भज वासुदेवं भज वासुदेवं भज वासुदेवं कृष्ण वासुदेवाय हरे परमात्मने प्रणत कृष्णसाय गोविन्दाय नमो नमः। सूर्यतां देवदेवेश नारायण जगत्पते तुदीय नाम ध्यानि कथयसि शुभागथा सर्वे श्रोतारे सावधाना भवन्तु। नवयो श्रीमद्भागवत महापुराण अंतर्गते दशम स्कंद भगवान परब्रह्म परमात्मा प्रभु को दिव्य महिमा को बारे में भागवत सुन्ने महाराज परिषदले सुखदेव स्वामी को मुखारविन्दबाट ज्ञान ग्रहण गर्दै 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 आउनुभयो। अब दशम स्कंद भगवान कृष्ण सम्बन्धी ज्ञान रहेको छ। कथितो वंश विस्तार भवता सोमेश्वरीय राज्ञां चवे वंशानां चरितं प्रमादुतम्। भगवान श्रीहरि वासुदेव परब्रह्म परमात्मा वंशीवाला को बारे में भागवत सुन्ने महाराज परिषदलाई सुखदेव स्वामी भगवान परमात्मा को दिव्य महिमा को बारे में बड़ो गंभीर वाणी में संबोधन गर्नुभएको छ। अब यहाँनिर कृष्ण भने के हो? अब यहाँनिर हाम्रो कृष्ण दाईहरू पनि हुनुहुन्छ, कृष्ण थापाजीहरू। अन्य व्यक्तित्वहरूको धेरैको नाम कृष्ण होला। कृष्णको कथा सुन्नुहुन्छ, पोखरामा धेरै भागवत लाग्छ, धेरै गुरुहरू हुनुहुन्छ। यहाँ एउटा प्रश्न गर्न मन लाग्यो हजुरलाई, एकछिन नसलमा लाऊ है, सबै सुनौ, ध्यान दिएर सुनौ। जिज्ञासा लाग्यो भने जस्तो सुकै प्रश्न पनि गर्न पाइन्छ। जस्तो सुकै प्रश्न गर्नुहोस्, समाधान गर्ने हामीबाट प्रयत्न हुनेछ। प्रश्न गर्नुहोस्, प्रश्न चाहिँ आउनु पर्यो।
पहिला यो कृष्ण भने चाहिँ के होला भन्नुहोस् त। आमाहरूलाई के भयो त्यहाँनिर फेरि बसौँ न हजुरआमा, अहिले पुर्याउन घरै पुर्याउन हामी जाउँला क्या। हेर कहाँ जाने होला ब्याग भिरेर भगवान्, घरको लोभ भगवान्, दराजको लौन नि यहाँ बसिया छु, उतापट्टि बुहारीले खोली होली दराज भन्ने होला है। यसै गरे घरको माया मोह हजुरवाला के भयो फेरि, अब बुढी गई म पनि किन बसेर नि भन्नुभयो हाल मनमनले हो। भगवान श्रीहरि वासुदेव परब्रह्म परमात्मा प्रभुको दिव्य महिमाको बारेमा भागवत सुन्ने महाराज परिषदलाई सुखदेव स्वामी बडो गम्भीर वाणीमा सम्बोधन गर्नुभएको छ। अब कृष्ण भने चाहिँ के होला? कोही होइबक्सन छ, कोही हुनुहुन्छ? बुटोलमा एकपल्ट म वाचन गरिरहेको थिएँ, सोधेँ मैले बुटोलमा रूपन्देहीमा कृष्ण भने के होला भनेर सोधेको, एकजना आमाले हात उठाउनु भयो। मेरो नातिको नाम हो बाबु, नातिको नाम भन्नुभएको थियो, नातिको नाम कृष्ण रहेछ। अब कृष्ण भने के होला, के होला भन्नुहोस् त। ध्यान दिएर सुन्नु होला, राजनीति कर्मीले झन् यहाँ ध्यान दिनै पर्छ कृष्णको बारेमा। कृष्ण के होइन, वाट यु थिङ्क द्याट इज कृष्ण। तपाईँले जे कल्पना गर्नुहुन्छ त्यही हो कृष्ण। हाम्रो पूर्व मेयर कृष्ण थापाज्यूलाई थोरै ध्यान आकर्षण गरेँ मैले। मेयर साहब, पूर्व मेयर साहबलाई, हजुर त मार्क्सवादको विद्यार्थी, यहाँ मार्क्सवादको विद्यार्थी धेरै हुनु होला। अर्जुन दाई कहाँ जानुभयो? अर्जुन जोशी जानुभयो? ए मार्क्सवाद पढ्ने जति उठाउनुहोस् त हात, यहाँ को हुनुहुन्छ? एकदम ध्यान दिएर सुन्नुहोस् पण्डितजीहरू, बाबुहरू, त्यहाँ तपाईँहरू पनि सुन्नुहोस्। वाचन गर्ने गुरुहरूलाई पनि काम लाग्छ, ध्यान दिएर सुन्नु होला। किनभने वाचन पुरातनवादी ढङ्गबाट गर्ने होइन, अहिलेका युवालाई सुहाउँदो ढङ्गबाट। युवाले के चाहेको छ, अहिलेको आधुनिक विज्ञानसँग, मोडर्न साइन्ससँग जोडेर गर्ने। यही हो वाचकको धर्म। वाचकले अहिले त 3 महिना ट्रेनिङ गरेर चाहिँ वृन्दावनमा गएर वाचक बन्ने चलन छ। 3 महिना ट्रेनिङले हुन्छ। वाचक बन्नका लागि, व्यासमा चढ्नका लागि 10 वर्ष साधना गर्नुपर्छ। भागवत मात्र अध्ययन गर्ने होइन, विश्वको हरेक दर्शन अध्ययन गर्नुपर्छ। अहिलेको भौतिकवादी विचारधारा मार्क्सवाददेखि अलि डिकन्स्ट्रक्सनिजम भन्छ, विनिर्माणवादसम्म अध्ययन गर्नुपर्छ। प्रश्न केही छ भने सोध्नु होला। म जान्ने छु भनेर भन्न खोजे होइन कि हाम्रो धर्म युग सुहाउँदो, यसलाई समयानुकूल शास्त्रको व्याख्या गर्न सक्यो भने अर्को पुस्ताले हाम्रो धर्म संस्कार संस्कृतिलाई अनुशीलन गर्छ, अवलम्बन गर्छ, अङ्गीकार गर्छ। नभए हाम्रो पुस्ता पार गरेपछि यो धर्मलाई अनुशीलन गर्ने, धर्मलाई अङ्गीकार गर्ने कोही पनि हुँदैन। मैले अमेरिकामा गएर पनि विश्वको हरेक कुरामा गएर भन्ने गर्छु अध्यात्म विज्ञानको बारेमा। अध्यात्म चाहिँ विज्ञान होइन भन्छन् नि, अध्यात्म विज्ञान हो। एउटा भौतिक विज्ञान हुन्छ, अर्को अध्यात्म विज्ञान। यो अध्यात्म विज्ञान र भौतिक विज्ञान दुईटैको विषयको अनुसन्धान गर्ने, यसको अध्येता, यसको प्रणेता भनेको भगवान कृष्ण हो। ध्यान दिएर सुन्नु। यही विषय भागवत सुन्ने महाराज परिषदलाई सुखदेव स्वामीले गङ्गाधरको सान्निध्य भगवान परब्रह्म परमात्मा प्रभुको दिव्य महिमाको बारेमा बडो गम्भीर वाणीमा सम्बोधन गर्नुभयो। अब कृष्ण भने के? पहिला कृष्णको अर्थ जान्नुहोस्। हरेक विधामा लागेका व्यक्तिले कृष्णको बारेमा जान्न जरुरी छ। वाट इज कृष्ण? ध्यान दिएर सुन्नु होला। त्यसरी सलबलाउने, उठ्ने, ब्याग लिएर हिँड्ने गर्नु हुँदैन। फेरि हजुरआमा उता उठ्नुभयो। हे भगवान्, एकछिन त बसौँ न क्या। कति सलबलाएको, कति छटपट्टिएको, कहाँ जाने होला भगवान्, के गर्ने होला? भोग्लाएर हो कि भोग्ला भयो नरिवल दिन्छु नि चाल पाउनुहुन्छ? कहाँ त्यो पनि कहाँ लगेछन् छैन। अहिले अघि यहीँ थियो, अहिले कता लगेको नि? महाराज परिषदलाई सुखदेव स्वामी भन्नुहुन्छ अब कृष्ण भने के भन्ने विषयको लागि कृषि तद भक्ति बचनो दासे वाचक कर्षति आकर्षति सर्वान् जनान् स कृष्ण। कृष्ण भनेको त्यही हो। स
संसारमा विद्यमान हरेक विषयलाई आफूतिर आकर्षण गर्ने त्यो पुञ्जको नाम कृष्ण हो। कृषि भनेको भक्ति, नभनेको प्रेम। भक्ति र प्रेमको परिचय, भक्ति र प्रेमको अभ्युदय गरेर संसारमा हरेक आयामलाई आफूतिर आकर्षण गर्ने त्यो कलाको नाम कृष्ण। कृष्ण के होइन भन्नुहोस्? कृष्ण दाई, हजुरले ध्यान दिएर सुन्नु होला। मेयर साहबले पहिलाको मेयर साहबले, मेरो पुरानो चिन्जान पनि कृष्ण दाईसँग। हजुर मार्क्सवादको विद्यार्थी, मार्क्सवादको विद्यार्थी धेरै हुनुहुन्छ। म मार्क्सवाद पढेको मान्छे, म त एमए अङ्ग्रेजी साहित्यमा एमए गरेको मान्छे, मार्क्सवाद पढ्नै पर्ने। मार्क्सवादमा के छ भने द क्लास बिट्विन प्रोलेटारिएट एन्ड बुर्जुआज, द ट्राइम्फ अफ प्रोलेटारिएट over bourgeois. This is the access to get the communism. This is the synopsis of Das Kapital and the Communist Manifestation. कम्युनिस्ट विचारधाराको सार के भने सर्वहारा वर्गको अधिनायकत्व, सामन्ती रूपी राज्य सत्ताको विस्थापित, मजदुर गोठाला किसानको राज्य स्थापित गर्ने भन्ने मान्यता कम्युनिस्टको चाहिँ सिद्धान्तमा, मार्क्सवादको सिद्धान्त। मार्क्सवाद कहिले जन्मियो? 200 वर्ष अगाडि। मार्क्सवाद जन्मनुभन्दा 5500 वर्ष अगाडि, 5200 वर्ष अगाडि कृष्ण भगवानले मजदुर गोठाला किसान मजदुरहरूको सङ्गठन गरिकन सामन्ती रूपी शोषण व्यवस्थाको अन्त्य गरेर कंशको राज्य व्यवस्थालाई विस्थापित गरेर गोठाला मजदुर किसानको राज्य बनाएको हो कि होइन? त्यही भएर मार्क्सको गुरु पनि कृष्ण हो। त्यही भएर भन्छु, मार्क्सवादीहरूले सबैले भन्दा सबभन्दा बढी कसैलाई मान्नुपर्छ भने कृष्ण भगवानलाई मान्नुपर्छ। अझ गजब उदाहरण दिन्छु। मोहन दाईलाई त अनुसन्धान गर्ने व्यक्तिलाई काम लाग्छ। हजुरले यही विषयमा भरे लेख्नुहुन्छ, मलाई थाहा छ। अझ गजब कुरा के छ भने मार्क्सको गुरु भनेको हेगेलको अब्जेक्टिभ आइडियलिजम, त्यसको सबभर्सन गरेर डायलेक्ट्रिकल मेटेरियलिजम, द्वन्द्वात्मक भौतिकवाद मार्क्सले बनाउनु। उनको गुरु कान्ट, उनको गुरु चाहिँ निचेको गुरु कान्टको गुरु चाहिँ एरिस्टोटल गुरु प्लेटोको गुरु सुकरातको गुरु वेद। त्यही भएर वेदको चेला हो मार्क्स। द्वन्द्वात्मक अवस्थाको बारेमा हाम्रो पूर्वीय दर्शनले पहिले भने। त्यही भएर भगवान कृष्णले चाहिँ युद्ध गरेर चाहिँ राज्य सत्ता स्थापित गर्नुभएको छ। कंशको राज्य सत्ता विस्थापित गरेर गोठाला मजदुर किसानको राज्य बनाउने काम गर्नुभएको छ। त्यही भएर अहिलेका मार्क्सवादी राजनीतिकर्मीहरूलाई पनि कृष्ण आदर्श पुरुष हो। अर्को एउटा गजब, अहिलेको आधुनिक शिक्षा लिएका अङ्ग्रेजी पण्डितहरूलाई पनि मेरो चाहिँ भनाइस। एकजना वार्नर हेजनबर्ग भन्ने, ध्यान दिएर सुन्नु होला, पछाडि हल्ला भयो है त। जस्तो सुकै प्रश्न गरे पनि भयो, यहाँले सुन्नु पर्यो। हाम्रो विजयमूर्ति कृष्णजी महाराजलाई मेरो अनुरोध, मलाई चाहिँ 14 दिन चाहिन्थ्यो क्या पोखरामा, 7 दिन मात्र बोलाइदिएर मेरो कुरै सिद्धिन्न के भनेर भन्ने खै। अब 5 दिन गइसक्यो, अब अझ 2 दिनमा के भन्ने? अब छैन। फेरि पोखरामा आउनु पाऊँ, भगवान यस्तै ज्ञान दिन पाऊँ, यति चाहिँ कामना। अब यहाँनिर भन्न खोजेको प्रसङ्ग के भने एकजना वार्नर के अरे एकजना चाहिँ जर्मन दार्शनिक शोपेनहावर भन्ने दार्शनिकले बाइबल पढ्नुभयो, कुरान पढ्नुभयो, विश्वको हरेक दर्शन पढ्नुभयो, तालमुद पढ्नुभयो, जोरोस्ट्रियन मिथ पढ्नुभयो, मायन मिथ पढ्नुभयो, हरेक दर्शन पढ्नुभयो, आनन्द मिलेन। जब जर्मन भाषामा केही समय अगाडि उहाँले चाहिँ गीता अध्ययन गर्न पाउनुभयो, जर्मन भाषामा गीता अध्ययन गरेर चाहिँ राखेको गीता 18 अध्याय गीता अध्ययन गरेर सिद्ध्याएको रातमा उहाँले गीतालाई टाउकोमा राखेर यसरी नाच्नुभयो। जर्मनीको म्युनिक भन्ने सहरमा नाच्नुभयो। उनले के भने आई गट द हेभनली ब्लिस, आई गट द रियल एनलाइटनमेन्ट, आई गट द रियल रप्चर फ्रम गीता, द ग्रेटेस्ट फिलोसफर अफ द वर्ल्ड, अफ द युनिभर्स। संसारको सबभन्दा ठुलो वैज्ञानिक दार्शनिक कोही छ भने यो गीताको प्रतिपादन गर्ने हो भनेर भन्नुभयो। त्यही भएर ठुला दार्शनिकले पनि कृष्ण सर्वोच्च दार्शनिक भन्नुभयो। यो अर्थमा कृष्ण भनेको दार्शनिक हो। कृष्ण अभिनेता हो, अभिनय गर्नुभएको छ।
बाम बाहु कृत बाम कपोलो बलगित भूर धरार पीत वेणु बर्हा पीठम नटबर वपुः कर्णयोः कर्णिकारं विव्रत वास कन्यका विषम वैजयन्तीं च मालां रन्ध्रान् पेडुरधर सुदय पूरयन् गोप वृन्दैर वृन्दारण्यं स्वपदर्मणं प्रापिसत गीत करते हैं। कृष्ण भगवान अभिनय करने वाला, नटवर नाच्ने वाला त्यति मात्र होइन, भगवान गायक हुनुहुन्थ्यो, भगवान सङ्गीतकार हुनुहुन्थ्यो, बाजा बजाउनुहुन्थ्यो, बाँसुरी बजाउनुहुन्थ्यो, भगवान गोठालो हुनुहुन्थ्यो, मजदुर हुनुहुन्थ्यो, किसान हुनुहुन्थ्यो। कृष्ण स्वयं इन्जिनियर हुनुहुन्थ्यो, आफै इन्जिनियरिङ गरेर द्वारिका सहर बनाउनु भयो। कृष्ण स्वयं डक्टर हुनुहुन्थ्यो। डक्टर कसरी भन्नु होला? डक्टरले के भन्छ? डक्टरले चाहिँ तपाईँ बिरामी भएर जानुभयो भने डक्टरले एउटा औषधि प्रिस्क्राइब गर्छ, ल यो खानुहोस्, यो खानुहोस् भन्छ, तपाईँलाई दिन्छ, तपाईँले त्यो औषधि खानुहुन्छ। कृष्ण भगवानले के गर्नुभयो मोहन दाई भने सानो उमेरमा गाईको दुध दही र घिउ खाऊ, रोग लाग्दैन भन्ने कुरा प्रमाणित गर्नुभयो। अहिलेको अमेरिकाका वैज्ञानिक केन्द्र नासाका वैज्ञानिकहरू हरेक दिन 1 गिलास गाईको दुध खान्छन्। त्यो चाहिँ नासा ह्युस्टन टेक्सासमा गएर मैले अनुसन्धान गर्दा बुझेको कुरा। अमेरिकी केन्द्रका वैज्ञानिक केन्द्रका चाहिँ नासाका वैज्ञानिकहरूले दुधमा कर्क्युमिन भन्ने तत्त्व पाउने, त्यसको प्रभावबाट दिमागको यो प्रिफ्रन्टल लोबलाई, यो प्रिफ्रन्टल कर्टेक्स भन्छ यसलाई, यो दिमागको क्षतिज बढाउने, सोच्ने शक्ति बढाउने गाईको दुधमा। त्यही भएर गाईको दुध खाने तेजवान हुन्छ भन्ने कुरा प्रमाणित गर्ने कृष्ण भगवान भनेको वैज्ञानिक हो, कृष्ण भनेको भगवान भनेको डक्टर हो। कृष्णले सानो उमेरमा गाईको दुध दही घिउ खाऊ भन्नुभयो। हामी चाहिँ बच्चालाई जन्मन पाएको छैन, 2 वर्ष 3 वर्ष भएको छ, अन्डा देऊ चाउ चाउ देऊ ल, अनि स्कुल जाने बेला अन्डा नकिन जान्न, चाउ चाउ नभई जान्न। बच्चा बिगार्ने बाउ र आमा त्यस्तै, हजुरबाउ हजुरआमा झन् राकास। जन्मन पाएको छैन, 4 वर्ष भएको छ, नातिको बर्थडेमा केक ल्याउन भन्ने हजुरआमा चाहिँ सुन्न नि सक्दिनु भयो त। आफ्नो धर्म कहाँ छ, संस्कार कहाँ छ? बिन्दीवासिनी ताल बराई जानुको सट्टा यही कोटियममा आएर चाहिँ बच्चा बच्चीलाई जन्मदिन मनाउनुको सट्टा बत्ती फु गरिरहेको छ, ह्याप्पी बर्थडे टु यु, सुन्न नि सक्दिनु भयो त। त्यही भएर सानो उमेरमा गाईको दुध दही र घिउ खाउनु रोग लाग्दैन भन्ने कुरा प्रमाणित गर्छ। कृष्ण भनेको परम तत्त्व हो। कृष्ण केवल जे कल्पना गर्नु कृष्ण त्यही। कृष्ण भौतिक हिसाबबाट भन्दाखेरि कृष्ण बहुआयामिक पुञ्ज हो, मल्टी डाइमेन्सनल फिगर अफ द युनिभर्स। कृष्ण बहुआयामिक पुञ्ज हो। आध्यात्मिक तौरबाट हेर्ने भने कृष्ण के हो? ममै वांसो जीवलोके जीवभूत सनातन, संसारमा विद्यमान स्थावर जङ्गममा विद्यमान सबै अंश मेरो अंश हो, म भन्दा भिन्न छैन भन्ने ज्ञान भगवान वासुदेव परब्रह्म परमात्मा श्री कृष्णचन्द्र भगवानले सम्बोधन गर्नुभएको छ। त्यही भएर कृष्ण एकमा अनेक, अनेकमा एक हो। अझ बढी कृष्णको विषयमा कुरा गर्दा कृष्णले कहिले पनि घर छोड्नु भएन, कृष्णले कहिले पनि गृहस्थी छोड्नु भएन। रामचन्द्र गुरु हजुरले ध्यान दिनु होला, यो विषयमा लेख्नुपर्छ। कृष्णले घर छोड्नु भएन, गृहस्थी छोड्नु भएन, विवाह गर्नुभयो, परिवार छोड्नु भएन, सबै कर्म गर्नुभयो, पर्याय युद्ध पनि गर्नुभयो, लडाइँ पनि गर्नुभयो, बाँसुरी पनि बजाउनु भयो, गोपीसँग नाच्नु पनि भयो, रासलीला पनि गर्नुभयो, सबै कर्म गर्नुभयो। तर मनको योगी बन्नुभयो। कर्म गर्नु, मन चाहिँ भगवानमा लैजानु। भागवतले यसलाई के भनेको छ भने अकाम सर्वकाम वा मोक्ष काम उदारथे तीव्रेण भक्ति योगे यजत पुरुषम परम। निष्काम कर्म योगी, कर्म यहाँ गर्ने, भाव चाहिँ भगवानमा लैजाने। कर्म चाहिँ बाह्य रूपमा गरे जस्तो गर्ने, तर भाव ईश्वरमा लैजाने, त्यही हो निष्काम कर्मयोगी। त्यही हो अध्यात्मवाद र भौतिकवाद, त्यही हो संस्कार र आविष्कार भनेको छ। भौतिकवादले कर्म गर्न सिकाउँछ, अध्यात्मवादले आन्तरिक शुद्धिकरण गर्न सिकाउँछ। त्यही भएर कृष्ण भगवानले योगेश्वर भनिन्छ आध्यात्मिक भाषामा। बाहिर भोगी जस्तो देखे पनि भगवान योगीको पनि ईश्वर योगेश्वर। त्यही हो भगवानको विचारवाद, कृष्णको विचारवाद। घर कहिले नछोड्नु भन्नुभयो, घरमै बसेर सङ्घर्ष गर्नु, तर मनको योगी घरलाई मन्दिर बनाउने काम गर्नु। यस्ता कृष्ण तत्त्व भगवानको बारेमा मैले के व्याख्या गर्न सक्छु र?
तैपनि म प्रयत्न गर्छु। हरिराम कृष्ण 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 भन्ने बानी बसाइदेऊ। कृष्ण 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 भन्ने बानी बसाइदेऊ। हे तिम्रो घर आउँछौ हामी बाटो देखाइदेऊ। कृष्ण 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 भन्ने बानी बसाइदेऊ। तिम्रो घर आउँछौ हामी बाटो देखाइदेऊ। कृष्ण 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 भन्ने बानी बसाइदेऊ। तिम्रो घर आउँछौ हामी बाटो देखाइदेऊ। कृष्ण कृष्ण भन्ने बानी बसाइदेऊ। तिम्रो घर आउँछौ हामी बाटो देखाइदेऊ। कृष्ण 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 भन्ने बानी बसाइदेऊ। तिम्रो घर आउँछौ हामी बाटो देखाइदेऊ। कृष्ण कृष्ण भन्ने बानी बसाइदेऊ। तिम्रो घर आउँछौ हामी बाटो देखाइदेऊ। कृष्ण 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 भन्ने बानी बसाइदेऊ। तिम्रो घर आउँछौ हामी बाटो देखाइदेऊ। तिम्रो घर आउँछौ हामी बाटो देखाइदेऊ। तिम्रो घर आउँछौ हामी बाटो देखाइदेऊ। जय बोलो श्री हरि भगवान को जय जय हो। यसरी भागवत सुन्ने ऋषेश्वर शौनक आदिलाई श्रुत पौराणिकले महाराज परीक्षितलाई सुखदेव स्वामी भगवान कृष्णको दिव्य महिमाको बारेमा बडो गम्भीर वाणीमा सम्बोधन गर्नुभयो। अब कृष्णको आगमन धरतीमा अवतरण कसरी भयो भन्ने विषयको लागि एउटा रमाइलो प्रसङ्ग कथा प्रसङ्ग भागवतले व्याख्या गरेको छ। जब संसारमा दुराचारी बढ्यो, अत्याचारी बढी, हिंसा बढ्यो, हत्या बढ्यो, चोरी जारी पैठारी बढ्यो, त्यो देखेपछि भार आक्रान्त भएकी पृथ्वी गाई स्वरूप पृथ्वीमा गएर भगवानको शरणमा गएर पनि दिविसाउन लागिन्। भगवान परमात्मा मैले पृथ्वीको भार थाम्न सकिनँ, थेक्न सकिनँ, मलाई अत्यन्त पीडा भयो। यसलाई उद्धार गर्नका लागि, यो भारलाई कम गर्नका लागि, यानि कि दुराचारी अत्याचारीहरूको प्रभाव र बिगबिगीलाई कम गर्नका लागि भगवान परमात्मा हजुरको आगमन हुनु पर्यो। बडो गम्भीर भावबाट गाई स्वरूप पृथ्वीले भगवान परमात्मासँग बिन्ती गरेपछि सिदानन्दमय भगवान परमात्मा विग्रहको रूपमा प्राकट्य हुने उद्देश्य गरेर भगवान श्रीहरिले द्वापरको अन्त्यमा मेरो अंशावतार हुनेछ, कृष्णावतार लिएर म आउनेछु भन्ने आश्वासन दिनुभयो। त्यही बेलामा द्वापरको अन्त्यमा भगवान कृष्णको आगमन हुनुभन्दा अगाडि कृष्णको प्रसङ्गको बारेमा एउटा दृष्टान्त दिएको छ। सूर्यसेन प्रदेशमा राज्य गर्ने राजा सूर्यसेनका छोराको नाम वसुदेव। वसुदेवले जम्मा उग्रसेनका भाइ देवकका 6वटी छोरी बिहे गर्नुभयो। घृतदेवा, उपदेवा, स्त्रीदेवा, शान्तिदेवा, देवरथेदा, रोहिणी इत्यादि गर्नुभयो। 7औं देवकी पनि विवाह गर्नका लागि निर्णय गर्ने काम गरियो। 7औं छोरी पनि दिने निर्णय गरी एउटै ज्वाइँलाई 7वटा छोरी, पहिले बहुविवाह गर्ने चलन थियो, 7वटा छोरी दिने काम गरे। वसुदेव देवकीको बिहामा पहिलोपल्ट बाजा बज्यो, त्यही भएर बिहामा बाजा बजाउने चलन त्यहाँबाट आएको। शुभ कार्यमा बाजा बजाउने कहाँ गए टोली खै? हाम्रो टोली कहाँ गयो? यताको टोली बाजा बजाउने हैरान भएको छ। यसरी बिहामा बाजा बजाउने चलन। जय बोलो श्री हरि भगवान को।
अनि बाजा बजेको दुलहा दुलहीको विवाह भयो स्वयंवर भयो दुलहीलाई अन्माउने बेला भयो पहिला पहिला चाहिँ ठुला बडाका छोरीलाई लिएर जाँदा 20 बाटोमा गएर हरण गर्ने चलन थियो ज्वाइँलाई हरण गर्ने आइबक्स्यो हाम्रो लोक सम्राट भजन सम्राट सम्मानित प्रजापति पराजुलीज्यूलाई पनि सम्मान गरौँ तालीले पोखराको एउटा ठुलो इतिहास लेजेन्डरी फिगर भन्छ अङ्ग्रेजीमा यस्तो व्यक्तित्वलाई लेजेन्ड हो उहाँ चाहिँ यसै गरी वसुदेव देवकीको विवाह अब हाम्रो छोरीलाई सकुशल घरसम्म पुर्याउन जाने अनि हाम्रो ज्वाइँलाई बिग्न बाधा नभइकन घरसम्म पुर्याउन जानेको हाम्रो ज्वाइँलाई कसैले मार्यो छोरी अपहरण गर्यो भने इज्जत जान्छ भनिकन त्यो देशको राजकुमार कंस भन्छ पिताश्री बहिनी पुर्याउन म जाने हो ओ पिताश्री म जानेछु मेरो बहिनीलाई पुर्याउन उसको घरसम्म बहिनी पुर्याउन म जान्छु भनिकन अगाडि पछाडि सैनिकहरू लगाएर बिचमा वसुदेव देवकीलाई राखेर अत्यन्तै प्रसन्न मुद्रामा कंस अगाडि बढ्दै जान लाग्यो खेललाई जोरदार ताली कंस आउँदै हुनुहुन्छ कंस हुँ म कंस युवराज कंस महाराज ए सैनिक हो महाराज तैनात रहनु तिमीहरू महाराज दायाँ बायाँ तल माथि यत्र तत्र सर्वत्र मेरा शत्रुहरू मेरा पाइला पछ्याउँदैछन् आज मेरो बहिनी देवकीको विवाह मेरो मित्र वसुदेवसँग अत्यन्तै प्रसन्नताको क्षण छ यो तर मेरो प्रसन्नतालाई शोकमा बदल्न मेरा शत्रुहरू मेरा पाइला पछ्याउँदैछन् कुनै पनि षड्यन्त्र कुनै बेला पनि हुन सक्छ मेरो बहिनीलाई अपहरण गर्ने षड्यन्त्र पनि गर्न सक्छन् मेरा शत्रुहरूले त्यसैले तिमीहरू तैनात रहनु बुझ्यौ अवश्य महाराज वसुदेव मित्र वसुदेव महाराज कति पनि चिन्ता नलिबक्सेला म युवराज कंस हजुरहरूलाई ससम्मान सुरक्षित हजुरहरूको घरसम्म पुर्याएर आउनेछु हामी पनि छत्र छाया पाउँदा अत्यन्तै खुसी छौँ कंस अगाडि बढेको थियो 20 बाटोमा जाने बित्तिकै विश्राम गर्ने योजना गर्यो रे एकछिन विश्राम गरौँ धकाई पनि लागेको होला आउनुहोस् केही वार्तालाप सँगै आकाशवाणीले माथिबाट भन्न लाग्यो ए मूर्ख कंस त जसलाई पुर्याउन जाँदैछ त्यसको 8औं गर्भबाट तेरो मृत्युले जन्म लिनेछ यो के सुन्दैछौ महाराज सैनिक हो तिमीहरूले पनि सुन्यौ सुन्यौ महाराज हे वसुदेव तिमीहरूले पनि सुन्यौ ओहो यो देवकीको 8औं गर्भबाट मेरो मृत्युले जन्म लिने गरे सुन्न त सुन महाराज कस्तो आकाशवाणी ओहो असम्भव मेरो मृत्युले मेरै बहिनीको गर्भबाट कसरी जन्म लिन सक्छ महाराज महाराज यही बेलामा विक्षिप्त भएर कंस बोल्न लागेको थियो अनि कंसले विचार गर्यो अब के गर्ने त अब यो बहिनी मारौँ कि राखौँ कि मलाई धर्म सङ्कट पर्यो जसलाई मैले हुर्काएको बढाएको ठुलो बनाएको संरक्षण गरेर घरसम्म पुर्याउन जान आँटेको यसकै गर्भबाट जन्मेको बच्चाले मेरो हत्या गर्ने असम्भव यो अब फेदै ढालिदिन्छु हाँगा बिगा लाग्दैन म मेरो मृत्युलाई कदापि रुखै ढाले भने फल लाग्दैन बहिनी मारे भने भान्जा कहाँबाट जन्मन्छ भान्जा नजन्मेपछि मेरो मृत्यु टर्यो भनेर कंस हाँस यदि मैले रुखै ढालिदिए भने
त्यसमा हाँगा बिगा फलफुल कसरी लाग्छ त यो देवकीलाई यदि मैले भर्खरै यही यसको चिहान बनाइदिए भने कसरी जन्मिन्छ त मेरो मृत्यु अब यो देवकीलाई यही सिद्ध्याइदिन्छु भर्खरै। अरे महाराज के भन्दै हुनुहुन्छ महाराज? यो ए वसुदेव तसँग मेरो कुनै बैर छैन बुझिस्? त मेरो मित्र थिस् र मित्र नै रहनेछस्। तर यो देवकीलाई अब म बाँकी राख्दैन यसलाई सिद्ध्याउँछु म। ए वसुदेव हट। महाराज यस्तो कर्म गर्नु हुँदैन महाराज। भर्खरले बहिनीलाई कन्यादान गरेको हात तपाईँको चिसै छ महाराज। बढी शब्दको ताना बन्न बुन्डे काम नगर। ओ वसुदेव तसँग मेरो कुनै बैर छैन म भन्दैछु। तर यो देवकीको गर्भबाट मेरो मृत्युले जन्म लिने यो म कदापि हुन दिने छैन। यसलाई म नसिध्याइ छोड्दिन। आइज अब यसको टुक्रा टुक्रा पारिदिन्छु म। हे घुमाइ घुमाइ कंसले तरबार घुमायो मन डरायो। ए बहिनी जाई मार्नलाई तरबार घुमायो। बहिनी जाई मार्नलाई तरबार घुमायो। घुमाइ घुमाइ कंसले तरबार घुमायो मन डरायो। बहिनी जाई मार्नलाई तरबार घुमायो। बहिनी जाई मार्नलाई तरबार घुमायो। आकाशवाणी हुन्छ तेरो मृत्युले जन्म लिनेछ कंस। ए जाँदा जाँदै बिच बाटोमा आकाशवाणी हुन्छ देवकीको 8औं गर्भबाट। ए देवकीको कोखबाट तेरो काल जन्मन्छ। ए देवकीको कोखबाट तेरो काल जन्मन्छ। घुमाइ कंसले तरबार घुमायो मन डरायो। बहिनी जाई मार्नलाई तरबार घुमायो। बहिनी जाई मार्नलाई तरबार घुमायो। कंस दाजु तलाई आज मार्छु। नमारी छोड्दिन तलाई आज। ए भन्छ रे कंस दाजु तलाई आज मार्छु। मार्छु तलाई। तरबारले तलाई आज टुक्रा टुक्रा पार्छु। ए तरबारले तलाई आज टुक्रा टुक्रा पार्छु। घुमाइ घुमाइ कंसले तरबार घुमायो मन डरायो। बहिनी जाई मार्नलाई तरबार घुमायो। बहिनी जाई मार्नलाई तरबार घुमायो। घुमाइ घुमाइ कंसले तरबार घुमायो मन डरायो। बहिनी जाई मार्नलाई तरबार घुमायो। बहिनी जाई मार्नलाई तरबार घुमायो। ए बहिनी जाई मार्नलाई तरबार घुमायो। बहिनी जाई मार्नलाई तरबार घुमायो। महाराज महाराज यस्तो यसरी कंसले अत्यन्त विक्षिप्त भएर मार्न खोजे। त्यही बेलामा वसुदेव
बिन्दी बिसाउँदै भन्नुहुन्छ मृत्यु जन्म बताम वीर देन सजायते अद्य बाप दशदान देवै मृत्यु भई प्रणाम ध्रुव जन्मेपछि मर्ने मरेपछि जन्मने मेरो महाराज अरू कुरा केही भएन यदि हजुरमाथि पनि त्यही विषयमा शङ्का लाग्छ भने हजुरको बहिनी देवकीबाट पैदा भएका 8 गर्भसम्मका बच्चा हजुरको दरबारमा ल्याएर म टक्राउनेछु हजुरकी बहिनी देवकीबाट पैदा भएका 8 गर्भसम्मका बच्चा हजुरको दरबारमा ल्याएर टक्राउनेछु अच्छा पक्का हो भन्ला हे वसुदेव देवकीको गर्भबाट जन्मेको 8 गर्भसम्मको बच्चा तिमीले मेरो द्वारमा टक्राउने छौ त अवश्य महाराज पक्का कुनै शङ्का छैन झुटो बोल्दैनौ भन्ला झुटो त बोल्दैनौ हैन म झुटो बोल्न आउँदैन महाराज ए ल हरिराम कंसासुर जेठान बहिनी नकाट हे कंसासुर ये जेठान बहिनी नकाट झुटो कुरा कहिले पनि हुन्न मबाट हे कंसासुर ये जेठान बहिनी नकाट झुट कुरा कहिले पनि हुन्न मबाट कंसासुर ये जेठान बहिनी नकाट झुट कुरा कहिले पनि हुन्न मबाट कंसासुर ये जेठान बहिनी नकाट झुट कुरा कहिले पनि हुन्न मबाट कंसासुर ये जेठान बहिनी नकाट झुट कुरा कहिले पनि हुन्न मबाट झुट कुरा कहिले पनि हुन्न मबाट झुट कुरा कहिले पनि हुन्न मबाट वसुदेव महाराज त्यसो भए 8 गर्भसम्मको बच्चा मेरो द्वारमा ल्याएर टक्राउने पर्दैछ बुझ्यौ अवश्य महाराज तर म तिमीहरूलाई यतिकै बाहिर छोड्ने छैन कार बन्द गरेमा थुन्दिनु भन्ने कंस लाग्यो हतकडी लगाएर यिनीहरूलाई तुरुन्तै लगेर काल कोठरीमा थुनिदेऊ हे सैनिक हो तुरुन्तै बन्दी बनाऊ यिनीहरूलाई चल कंस हुमा कंस उडाइदिनेछु सबैको अंश कंस